हुन्छ। तपाईँहरूलाई जय मसी अभिवादन। जहाँ बसेर हेरिरहनु भए तापनि यो भिडियोलाई नछुटाउनुहोस्। आज पनि मैले जुन आमोस 7को 6देखि 7सम्मको वचन हजुरहरूको अगाडि ल्याएको छु। एकदम यो चाहिँ जीवित छ होइन। यो वचनले चाहिँ एकदम हाम्रो जीवनमा आशिष मिल्नेछ, प्रार्थनाको लागि हामीलाई हौसला मिल्नेछ, सहायता मिल्नेछ होइन। पवित्र आत्माको सल्लाहकारले होइन गैर गुप्त भेदहरू उहाँले हामीलाई बताउनु हुनेछ होइन। हामी चाहिँ यो देशको विपत्तिको लागि हामीले नछुटाइकन चाहिँ प्रार्थना गर्नुपर्ने हुन्छ होइन। प्रिय मण्डली अनि हामी यहाँका मण्डली भएर होइन परमेश्वरले एकदम धन्यवाद भएको होस्। हाम्रो काम भनेको प्रार्थना गर्ने हो। त्यसै कारणले मैले यहाँ चाहिँ आमोस 2 अध्यायको 6देखि 7सम्म चाहिँ मैले यसरी ल्याएको छु वचन। यो वचन चाहिँ तपाईँहरूले भिडियो नछुटाइकन हेरिदिनु होला र तपाईँहरू पनि यो वचन साथसाथै प्रार्थना गर्नु होला। हुन्छ, म सुरु गर्नेछु है। यहाँ लेखिएको छ, कुनै सहरमा के तुरै फुकेपछि मानिसहरू डराउँदैनन् र परमप्रभुले नपठाएसम्म के कुनै सहरमा विपत्ति आउँछ र भनेर उहाँले भन्नुभएको छ है। निश्चय नै परमप्रभु परमेश्वरले आफ्ना दास अगमवक्ताहरूलाई आफ्नो रहस्य प्रकट नगरिकन केही गर्नुहुन्न। हेर्नु त, जब उहाँले अगमवक्ताहरूद्वारा आफ्नो रहस्य प्रकट गरिसक्नुभयो तब मात्रै उहाँले संसारमा काम गर्न थाल्नुभयो है। हामीले यो बुझ्नुपर्छ कि उहाँले आफ्नो रहस्य आफ्नो अगमवक्ताहरूसँग प्रकट गरिसक्नुभयो। हामी सबैलाई थाहा छ होइन। उत्पत्तिदेखि मलाकीसम्म चाहिँ सबै उहाँले आफ्नो अगमवक्ताहरूद्वारा संसारमा गर्नुपर्ने हुनुपर्ने होइन आउन पर्ने कुराहरू चाहिँ सबै उहाँले मानिसको बारेमा उहाँले बताइसक्नु भएको छ है। त्यसै कारणले चाहिँ म परमेश्वरलाई एकदम धन्यवाद दिनेछु है। अनि यहाँ निश्चय नै परमप्रभु परमेश्वरले आफ्ना दास अगमवक्ताहरूलाई आफ्नो रहस्य प्रकट नगरिकन केही गर्नुहुन्न। हेर्नु त, सिंह गजेको छ, को डराउँदैन। हेर्नु त, परमेश्वर बोल्नुभएको छ, कसैले अगमबाणी नबोली छोड्दैन भनेर यहाँ भन्नुभएको छ है। जब एउटा मानिसको जीवनमा अभिषेकको हुन्छ नि, त्यो मानिसले चाहिँ अगमबाणी बोल्ने, अन्य भाषा बोल्ने होइन। अनि अन्य भाषा अगमबाणीको सेवा भएपछि मण्डली वृद्धि पनि हुन्छ, आत्मिक वृद्धि पनि हुन्छ होइन। अनि यहाँ विशेष गरेर चाहिँ यहाँ देशको लागि चाहिँ होइन, यहाँ चाहिँ के भनेको छ अध्यायमा भने चाहिँ कुनै सहरमा के तुरै फुकेपछि मानिसहरू डराउँदैनन् र परमप्रभुले नपठाएसम्म के कुनै सहरमा विपत्ति आउँछ र भन्नुभएको छ। हेर्नु त, यो त उहाँले पहिल्यैदेखि सृष्टिदेखि नै छुट्याउनु भएको कुरो। सृष्टिदेखि नै उहाँले वचन बोलेर पृथ्वीको लागि उहाँले सबै मानिसको र पृथ्वीको लागि उहाँले तयार गरिसक्नु भएको कुरो उहाँले फिर्ता लिनुहुन्न। यो चाहिँ किन मानिस र पृथ्वी प्राकृतिक जातिलाई उहाँले यो वचन बोल्नुभएको हो र त्यो वचनको साथसाथै उहाँले काम पनि गरिरहनु भएको छ है। हामी परमप्रभुले विपत्ति ल्याउनु भयो भने हामी चुप लाएर बस्ने कि प्रार्थना गर्ने। हामी दोहोरो इतिहास 7को 14लाई हामी हेर्छौँ भने उहाँले के भन्नुभएको छ भने मेरो आफ्नै नाम लिने प्रजाले मलाई नसम्म पुकार्छ भने स्वर्गबाट म त्यसको प्रार्थना सुन्नेछु र त्यसको सहरमा, त्यसको देशमा, त्यसको अन्नपानीमा म आशिष दिनेछु भन्नुभएको छ है। उहाँले कतै मन बदलेर त्यो विपत्ति रोक्नुहुन्छ है। त्यसै कारणले परमेश्वरले एकदम माया भएको होस्। हामी प्रिय मण्डलीहरू चाहिँ यो वचनलाई अध्ययन गर्दै प्रार्थना गर्ने गरौँ होइन। अनि यहाँ भजन सङ्ग्रह 22को 6मा नि भनेको छ भने यरुशलेमको निम्ति प्रार्थना गर है। अनि त्यसको लागि पनि हामी प्रार्थना गरौँ होइन। जति पनि यहाँ लडाइँ झगडा भिडहरू भइरहेका छन् होइन, उहाँले तोकिएको कुराहरू हुनैपर्छ, तर हामी प्रार्थना चाहिँ गर्न नछोडौँ है। प्रिय मण्डलीहरू, म यही तपाईँहरूलाई आग्रह गर्दै अन्य परिवार दाजुभाइ दिदीबहिनीहरूलाई पनि म यो वचन सुनेर परमप्रभुपट्टि फर्कने आह्वान गर्नेछु। किनभने जीवित र जिउँदा र मरेकाहरूको न्याय गर्ने चाहिँ उहाँ नै हुनुहुन्छ र उहाँमा मात्रै हाम्रो जीवन र पाप क्षमा छ। तपाईँहरूले यसमा घोडा टेकेर प्रभु म पापी भनेर स्वीकारेर उहाँको चरणमा जानुहुन्छ भने तपाईँहरूले मृत्युपट्टि पनि आत्मिक जीवन स्वर्गमा पाउने हुनेछ है त। परमेश्वरले एकदम महिमा भएको होस्। यो वचनले हजुरहरूलाई आशिष मिलेको होस्। आमेन।